राजा रानीलाई जस्तो सेवा सुविधा त मामा घरमा मात्र हुन्छ क्या। अब कहिले आउँछ होला नि मामा घर जाने दिन पनि। दसैँ तिहार पनि सकिहाल्यो, चाडबाड नआइलाँदैन यिनीहरूले। होइन आफू नभए पनि हामीलाई मामा घरमा छोडिदिएर चाहिँ के चाहिँ जान्थ्यो क्या यिनीहरूले। न आफू माया गर्छन्, खालि कराएको कराई गाली गरेको गरे, आफूले काम बिगार्दा पनि हामीलाई दोष, हाम्रो चित्त मात्र दुखाउँछन्। ए उता मामा घरमा त मामा माइजूले कति माया गर्नुहुन्छ, खेलाउने बोक्ने डुलाउने हिँडाउने, अझ मिठो मिठो खानेकुरा किनिदिने, राम्रो राम्रो खेलाउनाहरू किनिदिने। उहाँहरूलाई त केही भनिराख्नै पर्दैन, हाम्रो मनको कुरा आफै बुझ्नुहुन्छ क्या। अझ घर फर्किने बेला कति धेरै पैसा पनि पो दिनुहुन्छ त। तर तिमीहरूको बानी त कहाँ गतिलो छ र फेरि। एउटा खेलाउना किनिदिन्छौ 2-4 वर्षमा 1-2 सयको त्यो पनि। अनि सुनको हात्ती किने भन्दा बढी धाक लाउने बानी क्या तिमीहरूको चाहिँ। यति पर्यो उति पर्यो, यस्तो खर्च गरायो उस्तो खर्च गरायो भनेर एक नम्बरको धाक लाउने काहीँ नभएको फुर